नमस्ते सम्पूर्णमा राधे राधे। मैले चाहिँ आज बोडीको अचार कसरी बनाउँछु हजुरहरूलाई देखाउँछु है। र हजुरहरूले चाहिँ कसरी के बनाउनुहुन्छ म चाहिँ यसरी नै बनाउँछु। यहाँनिर यो चाहिँ घरकै खोर्सानी हो, सुकाएर राखेको थिएँ र एकछिन यसलाई चाहिँ पानीमा म भिजाइदिन्छु। त्यसको पछाडि यतातिर फ्राई गर्छु पाँच फोरनलाई मजाले भुटिसकेपछि यहाँनिर पाँच फोरन राखिसकेको छु र यो खोर्सानीलाई पनि म चाहिँ अलिअलि तेल लगाएर फ्राई गर्छु है। र फ्राई गरेर लगायो भने चाहिँ अलिकति राम्रो हुन्छ। र यहाँनिर फ्राई गरिसकेको छु र यहाँ पाँच फोरन खोर्सानी दुईटामा ग्राइन्ड गर्छु। यसलाई चाहिँ ग्राइन्ड गरिसकेपछि मैले यसरी लगाइदिन्छु है। ग्राइन्ड चाहिँ बेसी मसिनो गर्दिनँ, अलिकति ठुल्ठुलै गर्छु। र आधा खोर्सानी चाहिँ राखेको थिएँ, यो खोर्सानी पनि माथिबाट यसरी लगाइदिन्छु। र गोटो पाँच फोरन, हर्दी, जिरा पाउडर र त्यसको पछाडि निमक अनि अलिकति मिठा तेल है। मिठा तेल चाहिँ मैले काँचै लगाइदिएको छु, हजुरहरू गरम गरेर पनि लाउन सक्नुहुन्छ। र यसलाई म मजाले मिक्स गर्छु है। अब चाहिँ अचार बनाउनु चाहिँ म चाहिँ यसरी सर्टकटमै बनाउँछु र खाएर पनि टेस्टी नै लाग्छ। हजुरहरू चाहिँ के कसरी बनाउनुहुन्छ? बेसी थोक चाहिँ म हाल्दिनँ है, यो अचारहरूमा यति नै हाल्छु म चाहिँ। र हेर्नुहोस् मेरो चाहिँ अचार अब रेडी पनि भइसकेको छ। यहाँनिर सबै मिक्स गरेँ, मिक्स गरिसकेपछि यस्तरी भएको छ। र यसलाई चाहिँ गुड पनि लगाएर बनाउन सक्छ। गुड लगाएर बनायो भने पनि साह्रै टेस्टी हुन्छ है। र म चाहिँ गुड लगाएर खानको लागि अलिकति भिन्दै राखेको छु। र यो चाहिँ पछाडिको लागि भनेर यहाँनिर चाहिँ यतिकै लगाइदिएँ यसलाई चाहिँ मैले। र हेर्नुहोस् यो बोगडीको अचारहरू लाउँदा चाहिँ तेल अलिक बेसी लाउनुपर्छ है। र यसमा चाहिँ अलिक कम भइरहेको छ, त्यही पनि फेरि पछाडि लाउँछु। र आशा गर्छु मेरो भिडियो हेरेर हजुरलाई राम्रो लाग्यो होला। राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनु होला। फेरि भेटौँ नेक्स्ट भिडियोमा। बाई बाई।